मरिचको ठुलै रुख हुन्छ। यो कुरा प्रधानमन्त्री ओलीको हो। आशा गर्छु प्रधानमन्त्री परराष्ट्र मन्त्रीहरूका यी कुरा सुनेर दर्शकहरूले पनि मनोरञ्जन प्राप्त गर्नुहुनेछ। यो एरियाले दैलेखमा छाउपाडी गोठमा 21 वर्षकी तुलसा साईको पनि सर्पको टोकाइबाट हत्या भएको छ। कहिलेसम्म यस्तो दुःखद घटनाहरू महिलाप्रति हुने हत्या हिंसाका कुराहरू हामीले सुन्ने? कहीँ केरा पालन, कहीँ उखुको खेती, यस्ता विभिन्न प्रकारका खेतीहरू ठुलो स्केलमा भइरहेका छन्। जङ्गल भएकै ठाउँमा हामी थुप्रै चिजहरू गर्न सक्छौँ। खाली ठाउँहरूमा काजुका रुखहरू रोपिदिन सक्छौँ, मरिचका रुखहरू रोपिदिन सक्छौँ। धेरै साथीहरूले मरिचको रुख देख्नुभएको छैन होला, नदेख्नु स्वाभाविक हो। मरिच रुखमा फल्छ भन्दा अचम्म लाग्छ, तर ठुलै रुख हुन्छ मरिचको। दुनियाँमा कतै नभएका कुराहरू नेपालका संसदहरूमा हुन सक्छन्। सर्पको टोकाइबाट महिलाको हत्या हुन सक्छ, गाईको खेती हुन सक्छ, केराको पालन हुन सक्छ, आँप लहरामा फल्न सक्छ अनि मरिच रुखमा फल्न सक्छ। सार्वभौम संसदमा माननीय सांसदहरूले भनेपछि विश्वमा कहीँ कतै भए होस् नभए नहोस्, त्यो नेपालमा चाहिँ अवश्य हुन्छ। यसकारण आउनुहोस् तपाईँ हामी सबै मिलेर अबदेखि मरिच रुखमा फलाउँ, केरा खेती होइन पालन गरौँ अनि छाउपडी गोठमा गएर युवतीको हत्या गर्ने सर्पलाई कानुनको दायरामा ल्याउनु पर्छ भनेर आवाज उठाउँ। बोल्दा कहिलेकाहीँ टङ स्लिप हुनु अनौठो भएन, तर ढुक्कैले शानदार ढङ्गले ज्ञान नभएको विषयमा प्रवचन दिनु चाहिँ समयको बर्बादी मात्रै हो। प्रधानमन्त्री ओलीले पूर्वेली सांसदहरूलाई राम्रै गफ दिनुभयो, तर प्रधानमन्त्रीले नै मरिचको ठुलै रुख हुन्छ भनिसकेपछि हाम्रो यति ठुलो आँट पनि छैन कि प्रधानमन्त्री झुट्टा कुरा गर्छन् भन्ने।